आजको हाम्रो चाहिँ लाइन खोला भर्सेस हात्तीखोर बिच हुन गइरहेको छ। हेरौँ कसले जित्दो रहेछ। उतापट्टि लाइन खोला, उतापट्टि हात्तीखोर है त। बल नियन्त्रणको लागि बाहिर बस्दिनु होला। धन्यवाद ढेका। अहिले भने लाइन खोलाको नम्बर खाता खोल्न सफल लाइन खोला 1 हात्तीखोर 0। फेरि लाइन खोला नम्बर ल्याउन सफल 2-0। हात्तीखोरले खाता खोलेको छैन। खाता खोल्यो हात्तीखोर नम्बर ल्याउन सफल 1-2। झन्डै मेरो मोबाइल फाल्दिएको यार। फेरि हात्तीखोर तीन बराबर लाइन खोला 3 हात्तीखोर 3। खेल एकदमै रोचक र प्रतिस्पर्धी खेल छ। फेरि हात्तीखोरले नम्बर ल्याउन सफल। हात्तीखोर 4 लाइन खोला 3। बाजे हजुर कता हिँड्नु भएको छ आज छैन। अनि हजुर अटो कल चला हात चला है फेरि नम्बर ल्याउन सफल हात्तीखोर 5 लाइन खोला 3। स्कुलमा देखेको नि तिमीलाई बाबुलाई पछाडि राखेर यस्तो गर भने हजुर हो रहेछ भन्छु म त हजुर हो। म त अनि व्यस्त पुरै लाउनु यतिले देखेको थियो। अलिक देखेको होला मैले। म त राम्रोसँग चिनेन हजुर मैले त चिनेन मैले त यसो गरेँ भने मुसुक्क आउँछ ज्याक्सिक भयो। फेरि नम्बर ल्याउन सफल हात्तीखोर 7 लाइन खोला 3। के त नि हजुरको अलि चल्यो ठिकै आरामै छ। 4 नम्बरले फरक कति छ बजार म अब 4 दिन जति छ। मामा त कति महिना गाउनु भएको थियो। 2 महिना आउनुभएछ। म 3 महिनाको आएको ठ्याक्कै 1 हप्ता ढिलो हो क्या मामा मभन्दा। म पहिलो शुक्रबारमा आएको त्यसको पछिल्लो शुक्रबार मामा हो क्या। उता केटीहरू गेम भइरहेको छ होला नि सिमरेनीमा है। भुउँदैछ कि लाग्छ त्यहाँ खिच्नु जाने भनेको फर्स्ट सेकेन्ड होला अहिले के त्यो खिच्नु जाने भनेको थिएँ केटाहरू खेलेको घर मात्रै खेल हुँदैन त्यो लटोपर हुन्छ। कुन उताको आएन आएर फर्कियो कि केटीहरू डुन्डाको ए त्यसो भए त भनेपछि अर्कोलाई दिन्छ होइन त्यो। मजाक नि जजाको गैँडा खोलामा बीसँग परेको थियो हात्तीखोर अहिले यसमा कति भयो पोइन्ट उता हात्तीखोर ए 5-10 पो रहेछ भर्खर 5 उताको 10 हो 11-5 के खेल चाहिँ मैले त हेरेकै छैन गफरे तालमा त कति भयो अब भिडियोमै हेर्ने। बल एकदमै प्रतिस्पर्धा छ। छेक उडाको हामीलाई त
आफूलाई त चेक उडाएको के आएन चेक 12 लागेन चेक खतरा उडाउँछ उसले चेक चेक खतरा उडाउँछ नि उ गरेर पो चेक नआएर पो र त खतरा उडाइदिन्थ्यो यसले नै हान्छ दिमाग चाहिँ लगाएको छन् केटाहरू पावर भएको भएर गऱ्यो त्यो लाइन खोला नम्बर ल्याउन सफल नभए यतै भयो 6-12 रे 6 ओभर रहेछ लाइन खोला 6 हात्तीघर 12 नम्बर ल्याउन सफल 7 लाइन खोला 7 हात्तीघर 12 के राइट भयो बल पार भएको छ त्यसै गरी हात्तीखोर 13 लाइन खोला 7 सक्दैन अब त लाउने कि क्लास ससिला ससिले नि सक्दैन आमेले नि सक्दैन बाहिर फाल्ने भए फाइनल कहिले हो फाइनल खै भोलि त होला नि अब भोलि अथवा पर्सि 25 को दिन रहेछ सिमरेनीको आठ 14 झन्डै कट्यो 15 8 त्यही गाडी थियो गाडी नम्बर ल्याउन सफल हात्तीखोर गहिरीका गेम क्याप्टेनजी हो यस स्टेजमा सम्पर्क गरिदिनु होला फेरि लाइन खोला नम्बर ल्याउन सफल 9-16 अरे 7 पोइन्ट पो गएछ झन् अघि 6 पोइन्ट थियो झन् 7 पोइन्ट पो गएछ त्यसरी मात्रै बस्छ कि एकजना मात्रै गर्छ अनि लाइन खोला 9-17-9 मिलनको त कट्नै दिन्न थियो 18-9 राइट छ दामी घुमाइदियो गोहिरीका सन्देश हमालजी हो तपाईँ जहाँ हुनुहुन्छ स्टेजमा सम्पर्क गरिदिनु होला दर्पण एफएमका कार्यक्रम सञ्चालक प्रियधन सर र यसै विद्यालयका प्रधानध्यापक रामप्रसाद पाण्डेज्यू यस स्टेजमा उपस्थित हुन लागि म हार्दिक अनुरोध गर्दछु त्यसै गरी हाम्रो मित्र टिका सरलाई म हार्दिक अनुरोध गर्दछु लाइन खोला 13 अनिलले त हात्तीखोर 19 राइट
एफएमका कार्यक्रम सञ्चालक प्रियधन सर उनीहरूले क्याउ क्याउ यस स्टेजमा उपस्थित लागि म हार्दिक गर्छु। त्यसै गरी हाम्रो नारायण सर सधैँ खेलेको टिम होइन बल उठाउँदैन क्या हान्न त हान्छ नि रहेछ बल अझै हो देखेको बल चाहिँ उठाउँदैन मैना हातबाट नि खेलेर हिँड्छु कि यो कुन हो त खेल्छ मिलन खेल्छ चौध ऊ त्यो पनि खेल्छ 21 ऊ त बरु थाहा भएन ऊ त्यो खेल्छ अब म ऊ र मिलन खेल्छ कि दुईजना माइक्रोफोन दर्पण एफएमका संयोजक कार्यक्रम सञ्चालक प्रियधन सरलाई म थोरै अड् दिन्छु, म हासिल गर्न चाहन्छु। खतरा उडाउँछ नि त उडाइदिन्छ उडाइदिन्छ क्या भाइ 22 ब्लक देखेपछि त हात्तीखोर 23 र लाइन क्लब 15 के 23-15 सुरु हो सुरु गेम 16 लाइन क्लब 16 र 17 हात्तीको 23 17 हुनको 15 थियो अघि 16 हो लास्टमा अब हात्तीको लास्ट सेट 24 र 16 लाइन खुला 16 17-24 लाइन खोला 17 रोक्यो भने चाहिँ सम्भव हुन्छ कहाँ हुने 17 भनेको कहाँ त्यही लास्ट हुनु 24 सम्भवै छैन त्यो सम्भवै छैन क्या आयो जाली पनि छ यताबाट जाली उचालेर हात्तीखोरले पहिलो हात पार्न सफल। अब दोस्रो गेम हाम्रो फेरि सुरु हुँदैछ। अब म यो माइक्रोफोन दर्पण एफएमका कार्यक्रम सञ्चालक प्रियधन सरले म हस्तान्तरण गर्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद छ भूपेन्द्र सरलाई। इन्द्रज्योति युवा क्लबद्वारा आयोजित यस भलिबल प्रतियोगिताको दोस्रो चरण तेस्रो चरणका खेलहरू अहिले सञ्चालन भइरहेका छन् र यति बेला हात्तीखोर र लाइन खोला बीच खेल भइरहेको छ, जसमा हात्तीखोरले पहिलो सेट जितेको छ र अब दोस्रो सेटको तयारी भइरहेको छ। चुनलाई फोन गर चुन्नु भन्छु म यही अङ्क पुनः लाइन खोलालाई, लाइन खोला 2 हात्तीखोर 0। उता कच्चा घर जानेहरू हात्तीखोरले पनि खाता खोलेको छ। हात्तीखोरको 1 लाइन खोलाको 2। केटाहरू निस्किभ्या थियो क्या खेल्नलाई अघि नै पनि निकालेको कि त्यो कहाँ कहाँको खेलाउला एक टिम त खेलाउँछ कहाँ कहाँ खेलाउला अङ्क 2 बराबर। टाइम पास खाना केही होइन त्यहाँ दाइसँग बसेर दाइसँग गफर अङ्क फेरि पनि हात्तीखोरलाई, हात्तीखोरको 3 लाइन खोलाको 2। फेरि पनि अङ्क हात्तीखोरलाई नै, हात्तीखोर 4 लाइन खोला 2।
लगातार 4 अङ्क हात्तीखोरले ल्याउन सफल भएको छ। 5.5 फोन गर्छु बुढाले किन गर्नु आने सामान ल्याइदिने आदमीहरू जम्मैलाई बोलाएको थियो के थुप्रै डेक सेक बजा हादे बुढोले लगभग 1 लाखभन्दा बढी खर्च गर्छ भने लाइन खोलाको अङ्क लाइन खोला 3 हात्तीखोर 4। त्यो बेला नि भन्नु थियो अङ्क फेरि पनि लाइन खोलाकै अङ्क 4 बराबर। राम्रो दिँदो रहेछ कि जति नै फाइदा होइन अङ्क हात्तीखोरलाई हात्तीखोरको 5 लाइन खोलाको 4। हेमेजेखानहरूको के त हेमेजेखान लोटेको बाइक बोल्दा बढी नै खाएको त्यति तिमी नि गएको थियौ हामी त गेलैमा निक्लियो गोर्खा फेरि पनि अङ्क हात्तीखोरलाई नै हात्तीखोरको 6 लाइन खोलाको 4। हजुर भाइ हेलो म गइनँ भाइ हजुर जानु हात्तीखोरको अङ्क लगातार थपिएको छ। हात्तीखोर 7 लाइन खोला 4। यही होला गेम अब यसो हुनु होला ल खेलाडी कता छ आइमेल खेलेर भएन केटाहरू खेलाडी दिएछन् यहाँ यति नामले फोन गरेर पहिले फ्री गेम अहिले भने अङ्क लाइन खोलाको लाइन खोला 5 हात्तीखोर 7। जुगे पनि ल हरा गेडा खोला अङ्क फेरि पनि लाइन खोलाको 6 हात्तीखोरको 7। अहिले भने अङ्क हात्तीखोरलाई हात्तीखोर 8 लाइन खोला 6। अङ्क लाइन खोलालाई लाइन खोला 7 हात्तीखोर 8। अङ्क हात्तीखोरलाई हात्तीखोरको 9 लाइन खोलाको 7। अहिले भने अङ्क लाइन खोलालाई लाइन खोला 8 हात्तीखोर 9। निकै प्रतिस्पर्धात्मक रूपमा खेल अगाडि बढिरहेको छ। लाइन र हात्ती दुवैको खेल नाम जस्तै कडा छ। कति खाएको नि थाहा पाउने टाइम पनि थाहा पाउने त्यसरी नाच्छ मोटो त अहिले हात्तीखोरको 10 लाइन खोलाको 8। साला भेना फेरि पनि हात्तीखोरलाई हात्तीखोर 11 लाइन खोला 8। अहिले भने अङ्क लाइन खोलालाई लाइन खोला 9 हात्तीखोर 11। आथ्यो अङ्क पुनः लाइन खोलालाई 10 र हात्तीखोर 11 10-11। दिले हरा गरेको अङ्क पुनः लाइन खोलालाई अङ्क 11 बराबर। निकै प्रतिस्पर्धात्मक रूपमा खेल अगाडि बढिरहेको छ। 11 बराबर। अहिले भने अङ्क हात्तीखोरलाई हात्तीखोर 12 लाइन खोला 11।
अहिले पनि कुन बोलाएको छ पैसा सहयोग गर्नुपर्छ है हार्छ फेरि पनि अङ्क हात्तीखोरलाई हात्तीखोर 11 60,000 सरी हात्तीखोर 13 लाइन खोला 11 फेरि पनि अङ्क हात्तीखोरलाई हात्तीखोर 14 लाइन खोला 11 दाइलाई धाटेको दाइले मलाई पत्याएर चाहिँ खर्चाले नाति भन्दा होइन कि त्यो बाहिर अनि फेरि पनि अङ्क लगातार हात्तीखोरलाई हात्तीखोर 15 लाइन खोला 11 बुटलको केटा के दाइ ए बेना बर्गर के खेल गरेको गोर्खाको खेलाडी साथीहरूले टाइम आउटको समयमा लिनुभएको छ अहिले 11 बल हात्तीखोरको मडी मुकुन्डबाट खेल्छ कि हो त्यो त्यो भाइ पनि अब बिचरा गाउँमा एक्लै मात्रै भयो होला नि त एउटा पालबाको पनि छ अहिले भने लाइन खोलाले पुनः अङ्क थपेको छ लाइन खोला 12 हात्तीखोर 15 दाजुभाइको छ नि त बोलाम जस्तो माने फेरि ल्याएर राति काम हाल्नु नगएर त्यहीसँग गर्नुपर्छ फेरि पनि अङ्क लाइन खोलाले जोड्यो लाइन खोला 13 हात्तीखोर 15 दुई अङ्कको मात्रै फरक छ हात्तीखोरले अङ्क थप्यो हात्तीखोरको 16 लाइन खोलाको 13 3 अङ्कको फरक अब यता बाह्र गोलको त सात नभएर खल्ली बलिया सोच्नु रहेछ हजुर अङ्क अहिले लाइन खोलालाई लाइन खोला 14 हात्तीखोर 16 बहादुरपुरको सँग अङ्क अहिले हात्तीखोरलाई हात्तीखोर 17 लाइन खोला 14 अरू भन्दा खडखडाले कति दिने होला बिचरा यो पुरस्कार पनि खुसी पुग्दैन अङ्क लाइन खोला 15 हात्तीखोर 17 अब भाग्य आग्यो हो त्यो छड्के त श्रीकान्त जस्तो देखिने नि देखेको छु कि भाग भन्दा तिमीहरूले एकचोटि रातभरि खोला खोलाइदिए यति बेला भने अङ्क हात्तीखोरलाई हात्तीखोर 18 लाइन खोला 15 न्याम पनि लास खान्थ्यो न्याम त झन् चिन्थ्यो नामले बोकेर हिँड्छ माटो मैले अमर साथी परीक्षालाई कतिचोटि छोडेँ कतिचोटि हातै पठाउँदै मलाई अटोमा बोकेर हिँड्नुपर्ने अङ्क लाइन खोलालाई लाइन खोला 16 हात्तीखोर 18 दुई अङ्कको फरक छ अङ्क हात्तीखोरलाई हात्तीखोर 19 लाइन खोला 16 19-16 यिनीहरूले होइन उसले हो के अरे के पो थियो नाम यार देव के पो थियो देवचुली जिते भयो लाइन खोलालाई लाइन खोला 17 बस्नुको लागि जित्यो कि 19 त्यसो गर्दा हार गाउँको त राम्रो निकै प्रतिस्पर्धात्मक रूपमा 1-2 अङ्क खै थाहा भएन तिमीले कति छ भइरहेको छ अहिले बल लाइन मैले खोलाको हेर्ने थाहा छ नि टन्नै परेछ अरे कि टिम टिम टन्नै परेछ भन्दै थियो फेरि पनि हारगाउँको कहाँसँग परेछ भनौँ न लाइन खोलाको त्यहाँबाट त केटा हिजो लाइन खोलाको बिसँग खेलेको एक अङ्क मात्रै फरक छ केटाहरू महिनाको केटाहरू कहाँसँग परेको 18 लाइन खोलाको 19 बिसँग खेलेर गएको क्या हिजो चाहिँ अब दोस्रो पनि थाहा छैन अहिले भने भयो केटाहरू गयो हात्तीखोर 20 लाइन खोला 18
20-18 लाइन खोला 19 हात्तीखोर 20 कसमा परेछ र अंक फेरि पनि हात्तीखोरलाई हात्तीखोर 21 लाइन खोला 19 लाइन खोला 20 हात्तीखोर 21 पनि ल्याएको हैन पोत 20-21 हात्तीखोर 22 लाइन खोला 20 22-20 लाइन खोलाको अंक थपियो लाइन खोला 21 हात्तीखोर 22 एक अंक मात्रै फरक छ 21-22 अंक 22 बराबर निकै प्रतिस्पर्धात्मक रूपमा खेल अगाडि बढिरहेको छ एक दुई अंकको फरक हुँदै हुँदै अहिले 22 बराबर भएको छ फेरि पनि अंक लाइन खोला 23 हात्तीखोर 22 23-22 लाइन खोला 23 हात्तीखोर 22 फाइनल खेल्छ कि हो शिव उताको फाइनल खेल्छ कि के हो फेरि पनि अंक लाइन खोला लास्ट 24 भयो त साथै फाइनल खेल्न जित्न सक्छ कि जोसिन्छ कि केटाहरू अस्ति त दामी खेलेको नि उमा त बस्नसँग खेलेको बाँकी हेरेर मजा लिनुभयो पनि हामी हार्दिक लाइन अनुरोध खोलाले गर्दछौँ पनि हात्ती खेल्नु भयो यो चाहिँ फाइनल गेम है हेरौँ कसले हात पार्ने रहेछ स्टेजमा सम्पर्क राखेर हामी हार्दिक अनुरोध गर्दछौँ यस लगतै डिही र गैंडा खोला खेलाडी साथीहरू बीच प्रतिस्पर्धा हुनेछ दुवै टिमका खेलाडी साथीहरू स्टेजमा आएर सम्पर्क राखिदिनु होला गैंडा खोला र डिहीका खेलाडी साथीहरू हातमा परेर होइन खाटमा परेर अहिले हात्तीखोरले खाता खोल्न सफल भएको छ हात्तीखोरको 1 लाइन खोला 0 क्याप्टेन गान्छ हो छिट्टो लो आफू पनि त्यस्तै गरे पहिला घाममा परेको पावर हालेछ हात्तीखोर आयो हात्तीखोर लाइन खोलाले पनि खाता खोलेको छ लाइन खोला 1 हात्तीखोर 2 एकजना मान्छे यहाँ आएर फेरि पनि अंक हात्तीखोरलाई हात्तीखोर 3 लाइन खोला 1 आज अटो हाप्दै छैन कि आज मान्छे अंक फेरि पनि हात्तीखोरलाई हात्तीखोर 4 लाइन खोला 1 दुवै टिमले एक सेट जितिसकेको छ यो दुई टिमको लागि फाइनल खेल हो गर्नु पर्यो भने लान पर्ला नि उतै गर्न पर्यो भने त अंक फेरि पनि हात्तीखोरलाई हात्तीखोरले लगातार अंक ल्याइरहेको छ हात्तीखोर 5 लाइन खोला 1 त्यही दिन फर्काउँछ हजुर दाइ चपा हो दाइ चपा ए भलिबल खेलेको अहिलो भने लाइन खोलाले अंक थपेको छ लाइन खोला 2 हात्तीखोर 5
भ्याइयो यहीँ भनेको बल्ल त्यतिखेरै बोलाउँदा नहुने अनि हात्ती खोर 6 लाइन खोला 2 यस लगतै डिही र गैंडा खोलाका खेलाडी साथीहरू बीच खेल हुनेछ। दुवै टिमका खेलाडी साथीहरू स्टेजमा आएर सम्पर्क राखिदिन हुन हार्दिक अनुरोध गर्दछु। गैंडा खोला र डिहीका खेलाडी साथीहरू स्टेजमा चाँडोभन्दा चाँडो सम्पर्क राखिदिनु हुन अनुरोध छ। अर्कोचोटि म तपाईँलाई राख्छु अहिले पनि लाइन खोलाले अङ्क थपेको छ। लाइन खोलाको 3 हात्ती खोरको 7 फेरि पनि अङ्क लाइन खोलाकै लाइन 4 हात्ती खोर 7 अङ्क लाइन खोलाकै लाइन खोला 5 हात्ती खोर 7 अब 2 अङ्कको मात्रै फरक छ। अङ्क अहिले भने हात्ती खोर 8 लाइन खोला 5 कताबाट दुईटा गरेर थियो हजुर अङ्क लाइन खोला 6 हात्ती खोर 8 अहिले भने अङ्क हात्ती खोरलाई हात्ती खोर 9 लाइन खोला 6 अङ्क लाइन खोलालाई लाइन खोला 7 हात्ती खोर 9 7 9 अङ्क हात्ती खोरलाई हात्ती खोर 10 लाइन खोला 7 अङ्क फेरि पनि लगातार हात्ती खोरलाई हात्ती खोरको 1 लाइन खोलाको 7 लाइन सम्झिनु त्यसरी सम्झेको दिदीलाई के बोलान्छ जस्तो लाग्यो अङ्क फेरि पनि हात्ती खोरलाई हात्ती खोर 12 लाइन खोला 7 अङ्क फेरि पनि हात्ती खोरलाई लगातार हात्ती खोरलाई ल्याइरहेको छ। हात्ती खोरको 13 लाइन खोलाको 7 अहिले भने लगातार हात्ती खोरले अङ्क थप्दै गइरहेको छ। 6 अङ्कको फरक भएको छ र स्थान पनि परिवर्तन भएको छ। हात्ती खोर 13 लाइन खोला 7 13 7 बल हात्ती खोरको त्यो बरु त्यो पुरै नम्बरको ख्याल गर्नुभन्दा एउटा दुईवटा नम्बर त्यो लाइट नहेर्ने त्यो केहरू साइड लाइट नहेर्ने त्यो ख्याल गर्ने होइन कि त्यो 15 नम्बर त घट्छ पास हुन्छ। फेरि पनि अङ्क हात्ती खोरलाई नै हात्ती खोर 14 लाइन खोला 7 अङ्कको फरक भएको छ। दुवै टिमले एक एक सेट जितिसकेको अवस्थामा अहिले दुई टिमका लागि फाइनल खेल भइरहेको छ। उहाँले त्यही होटल छ
अहिले भने अङ्क लाइन खोलाको लाइन खोला 8 हात्तीखोर 14। यस लगतै डिही र गैंडा खोलाका खेलाडी साथीहरू बीच खेल हुने हुनाले दुवै टिमका खेलाडी साथीहरू तयारी अवस्थामा बसिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। डिही र गैंडा खोलाका खेलाडी साथीहरू तयारी अवस्थामा बसिदिनु होला। र अहिले बल हात्तीखोरलाई, हात्तीखोरको 15 लाइन खोलाको 8। अङ्क लाइन खोलालाई, लाइन खोलाको 9 हात्तीखोर 15। 9-15 अङ्क अझै पनि फरक छ। फेरि पनि अङ्क लाइन खुइया पो भनेछ हात्तीखोर 15। खुइया रे 10-15 फेरि पनि अङ्क लाइन खोलालाई लगातार 3 अङ्क थपेको छ। लाइन खोला 11 हात्तीखोर 15। अङ्क फेरि पनि लाइन खोलालाई लगातार 4 अङ्क थपेको छ। लाइन खोलाको 12 हात्तीखोरको 15। अहिले भने हात्तीखोरको पालो। हात्तीखोरले 1 अङ्क थपेर 16 पुर्यायो। लाइन खोलाको 12। अहिले भने अङ्क लाइन खोलालाई, लाइन खोला 13 हात्तीखोर 16। फेरि पनि अङ्क टपमा लाइन खोला 16। दूरी घटाउँदै 2 अङ्क मात्र फरक। अङ्क हात्तीखोरलाई 17-14। अङ्क लाइन खोलालाई धेरै प्रयासपछि अङ्क प्राप्त गर्न सफल। 15-17। अङ्क लाइन खोलालाई 16-17 मात्र 1 अङ्क अगाडि। अङ्क हात्तीखोरलाई 18-16। हात्तीखोर अङ्क थप्न सफल। नम्बर लाइन खोलालाई 17-18। रामेशलाई कहिले भने नम्बर हात्तीखोरलाई 19-17। हात्तीखोर 2 अङ्क अगाडि। अङ्क फेरि लाइन खोलालाई 18-19 मात्र
मात्र 1 अङ्क अगाडि अहिले भने अङ्क हात्तीघोरलाई 20-18 भव्य र सफल रूपमा सञ्चालन भइरहेको छ। पुनः अङ्क हात्तीघोरलाई 21-18 हात्तीघोर 3 अङ्क अगाडि। अहिले भने अङ्क लाइन खोलालाई 19-21 लाइन खोलाले दूरी घटाउँदै अङ्क लाइन खोलाले 20-21 लाइन खोला 20 भने हात्तीघोर 21। दुवै टिमको अङ्क बराबर 21-21 रहेको छ। खेल एकदम प्रतिस्पर्धा रूपमा चलिरहेको छ। अङ्क हात्तीघोरलाई 10-21 अङ्क लाइन खोलालाई दुवै टिमको अङ्क बराबर 22-22 रहेको छ अहिलेसम्म। अङ्क हात्तीघोरलाई 23-22 हात्तीघोरको 23 भने लाइन खोलाको 22 हात्तीघोर 1 अङ्क अगाडि। अङ्क लाइन खोलालाई अङ्क 23 बराबर दुवै टिमको अङ्क बराबर 23-23 रहेको छ अहिलेसम्म। अङ्क लाइन खोलालाई 24-23 लास्ट पोइन्ट लाइन खोला भने हात्तीघोर 23। अङ्क अहिले हात्तीघोरलाई 24 बराबर। बाहिर नभए यही बजे खेल प्रतिस्पर्धा चलिरहेको छ। दुवै टिमको अङ्क बराबर 25-25 रहेको छ। उसको त उड्दा 26-25 लाइन पुरा 26 भने हात्तीघोर 25। 30 मा
लाइनमा गेम पुर्याउँछ क्या 26 बराबर भयो दुईटैको अङ्क 26 दुवै टिमको अङ्क बराबर 26-26 रहेको छ अहिलेसम्म अङ्क लाइन बल 27 त्यही हो 26 हाल्छ त्यसले चौडी थियो जित्यो केटाहरू लाइन बहुत प्रयास जित्यो त रमाइलो चाहिँ भयो कि यता फुइया भनेको गोला खोलाका टिम तरुण स्टेजमा सम्पर्क गर्नु होला